सुन दिपेश भाइ कहानी बताउँछु दिपेश भाइ भने पनि हात यत्रो थियो खुट्टा यत्रो थियो है 7 लाख रुपैयाँ सफर गरेर हैन यो ठाउँ पुगेको र त्यसपछि पुगेपछि अरु सबैजना एकैचोटि सफर गरेर यो ठाउँ पुगेको छ आज भनि तिमीहरूले आएर सामाजिक सञ्जालमा हामीलाई भन त तिमीहरूले के गर्छौ म एउटा टिकटकको होटल मान्छे हो हामीलाई भन मलाई भन तिमीहरूले के भन्छौ खाते भन्छौ मासु काट्छु जस्तो के भन मलाई थाहा भएन तिमीहरूसँग म टक्कर गर्न सक्छु तर जो मान्छे टक्कर गर्न सक्दैन जो मान्छे चल्न सक्दैन जो मान्छे मरेको मान्छे बचेर आएको छ त्यो मान्छेलाई त्यस्तो भन्दाखेरि आज यो जोसले हैन कति मन दुखाइरहेको छ तिमीहरूको बाबाले सिकाएको संस्कार यही हो तिमीहरूले गरेको तिमीहरूको बाबाको सम्पत्तिमा चल्दाखेरि नि तिमीलाई कति मजा आउँछ जुन दिन तिमीहरू नि आफ्नो भुटे चलाउँछौ नि त्यो दिन थाहा हुन्छ कि तिमीलाई कस्तो रहेछ बात आज यो सामाजिक सञ्जालमा हैन टिकटक जसरी दिपेश भाइले पोस्ट गर्यो नि हरेक तिमीहरूले यतिमा मात्रै भनेर क्या दिपेश भाइलाई हरेक दुख दिँदैमा तिमीहरूले चाहिँ आएका छौ यो कुरो चाहिँ एकारा हैन तिमीहरूलाई छोड्दैनौ हामी ल भन तिमीहरूले के गर्छौ हैन एकचोटी म के गर्छु भनेर ओली भाइ एकचोटी तपाईले पनि भन्नु त भाइ एकचोटी मैले हेरे विचार गरे साथै भन्नुपर्छ यो टिकटक चलाउने बेला पनि नभएको रहेछ हैन भर्खरको रहेछ उनीहरूको मैले प्रोफाइल भिजिट गर्ने भिडियो पोस्ट रिपोस्ट गरेको त हेरे हैन अहिले उनीहरुलाई कस्तो लागेको छ भने अब यही जस्तै अब त्यो सबै कताबाट आगो लाउँदै हिँड्ने चोर्दै हिँड्ने हैन तिमीहरू हो क्या तिमीहरूलाई त सँगै भेटेपछि नाङ्गो झार तर सुत्न पानी हाल्नु पर्ने हो हैन तिमीहरूले सोचेको छौ कि अब जे गरे पनि हुन्छ हैन देशमा जे बोले पनि हुन्छ भन्ने खालको लागेको होला हैन तर तिमीहरूलाई जब कारबाहीमा तिमीहरू पर्छौ नि अनि त्यहाँदेखि तिमीहरूको के हुन्छ तिमीहरूलाई नि सम्झिनेछ विचार गर शुद्र तिमीहरू जस्तो गर्दा आएर के भइरहेको छ अहिले दिनै पछि दिने घटनाहरू घटिरहेको छ तिमीहरू अहिले यो मैले हेर्छु यो बहिनी सरी छैन मनमा केही पनि छैन हेर तिमीहरू सरी गरेर हेर यस्तो छुट्टिएर लगेर एउटा के काण्ड घटेर याद सुनेको थिएछ नि भर्खरै दाइ सुन म बोल्न चाहन्छु तिमीले धेरै बोलेको छौ तिमीहरू सुन्ने केही पनि छैन अब धेरै कि तर शुद्र आइन्दाबाट यसरी शुद्र यो सोसियल मिडिया मात्रै होइन समाजमा पनि आइन्दाबाट यस्तो काम गर्ने होइन बोल्ने होइन सभ्य हुने सभ्य नागरिक भएर हिँड भोलिको दिन तिमीहरू होइन तिमीहरू जेन्जी भन्दा हिजोस्ती गर्ने तिमीहरू भोलिको दिन देश चलाउने मान्छेहरू यस्तो पारेर यही पार्दै हुन्छ दाइ सुन जानी नजानी मबाट गल्ती भयो होला हैन त त्यसको लागि माफ गरिदिनु होला र म दिपेश अङ्कललाई म भेट्न जानेछु मेरो प्यारेन्ट्सलाई लिएर म भेट्छु त्यसो पनि बहिनी म मान्दिन हामी कसै पनि मान्दैनौ 22 चाहिँ गाउँ हुन्छ 22 चाहिँ त्यहाँ हुन्छ यहाँनिर है हजुर यो दुईजना भाइहरु हैन दुईजना भाइहरु हैन तिनीहरूले एकचोटि जानु उनीहरूको आफ्नो बाउआमा लगेर जानु नत्र भने कि यति सक्सेसफुल सुन न म काठमाडौँ होइन भाइ मैले रोकम भाइ मैले अलि भनिसकेको छु नि हैन बेलेको लागि मैले कल गरिसकेको छु नि हैन तिमीलाई बेलेकै भन्नु तर तिमी काठमाडौँ छ हैन काठमाडौँ घर सजिलो छु है काठमाडौँ भनेको म हप्तामा 2 चोटि आउने मान्छे म यहाँनिर पनि तिमीहरूले टिकटक लाइभमा तिमीहरूले दाबी गर्नु नराम्रो भनेको छ काम समारोह उद्घोष गरेर माफ माग अनि भोलि भेटेर चाहिँ दुईजना दिपेश बगर त बहिनीलाई खुट्टा ढोकेर माफ मागेर भिडियो पनि बनाउनु पर्ने हुन्छ त्यो भिडियो बनाउनु आमा बाउ यहाँ पनि काम समारोह गरेर माफ माग्नु पर्यो तिमीलाई त्यहाँ गाउँ गर्न हतार भएन एकदम छैन अहिले एकदम हुन्छ पढ्ने मान्छे त यस्तै हो तिमीहरूको चालमा यस्तै हो पढ्ने मान्छे तिमीले कसरी त उसको अनुहारलाई कसरी तिमीले नराम्रो तिम्रो अनुहार हेरेर आफ्नो
कति राम्री छौ सरी भनेर अर्कोलाई भन्नु सजिलो छ मलाई त्यो एउटा अपाङ्ग एउटा हात खुट्टा नचलेको मान्छेलाई मोर बिरामी भयो मोर भन्ने शब्द कसरी परेको अगाडि पछाडिको भाइ हो तिम्रो घरमा छैन कोही छैन तिम्रो घरमा कोही बिरामी कोही त्यस्तो बुढाबुढी कोही छैन तिमीहरू मर्नु पर्दैन तिमीहरू अजम्बरी हो भोलि घटना एक्सिडेन्ट हुँदैन तिमीहरूलाई भोलिको दिन हिँड्दै जाँदा काहीँ जाँदै गर्दाखेरि गाडीले हाल्ला बाइकले हाल्ला अनि तिमीहरूको हालत भयो भने के भन्छौ तिमीहरूलाई त्यस्तो शब्द अरूले प्रयोग गर्दाखेरि कस्तो मन दुख्छ भन त कानको जले उकिने गरेर हाल्नुपर्छ क्या यो यिनीहरूलाई यिनीहरूलाई के गर्नुपर्छ यिनीहरूलाई भेटेर यिनीहरूलाई केस गर्नुपर्छ होइन भने यिनीहरूले एसटिभीले खिल्ली उडाएर अझै मजाक बनाइरहेको छ क्या भिडियो अन गरी के भन्ने यस्तो मेरो भनाइ अब चित्त बुझ्छ बुझ्दैन होइन अब के भन्दाखेरि मेरो भनाइ चाहिँ अब गल्ती मान्छेबाटै हुन्छ अब आफ्नो गल्ती स्वीकारेर होइन मैले हो गल्ती गरेको छु अनि अब यसरी उटपटाङ गरिहालेँ मैले यस्तो जानिनँ भनेर आफ्नो गल्ती स्वीकार्नु भनेको मलाई त्यो ठुलो कुरो लाग्छ एउटा कुरो होइन हुन त अब जसले सहेको छ जसले भोगेको त्यो मान्छे थाहा हुन्छ पीडा के हो व्यथा के हो सङ्घर्ष के हो जीवनमा भन्ने कुराहरू तर म चाहिँ के भन्छु भने अब यो भाइ बहिनीहरूको अब फोटो पनि अब राम्रोसँग प्रत्यक्ष रूपमा देखिहालेको छ अब सार्वजनिक भएको छ उनीहरू प्राइभेट एकाउन्टमा गरे तापनि तर आफ्नो गल्ती स्वीकारेर भोलिको दिनमा म चाहिँ मेरो यो कमी कमजोरीहरूबाटै मैले के सिक्नु पर्ने रहेछ भन्ने खालको आफूले एप्लाई गऱ्यो भने त्यही नै ठुलो कुरो जस्तो लाग्छ मलाई चाहिँ होइन अब यो भाइ बहिनीको उमेर भनेको अहिले यस्तो छ कि एउटाले है लुलो यताउता भने त्यही खालको कुद्ने हामी पनि एक समय यस्तै चञ्चलेपन जो कहिले पनि हुन्छ यो टिनेजमा होइन त्यो भएपछि अब यो भाइ बहिनीले पनि मलाई जहाँसम्म लाग्छ अब चाहिँ यस्तो भन्नु नहुँदैछ यस्तो गर्नु नहुँदैछ भन्ने कुराहरू चाहिँ सिकेको जस्तो चाहिँ मलाई अलिकति फिल चाहिँ भयो यो बहिनीहरू अहिले अनुहार हेर्दाखेरि यो घटनाबाट चाहिँ अरू भाइ बहिनीहरूले पनि के सिक्नुपर्छ भन्दाखेरि हामीले पनि यस्तो गर्नुपर्ने रहेछ यतिमै मान्छे दिनुपर्छ रेला खडा गर्नुपर्ने रहेछ तर यसरी जो मान्छेलाई पीडा परेको छ अथवा दुखाइ पीडामाथि हामीले चाहिँ मजाक गर्नु नहुँदैछ भन्ने खालको एउटा सन्देश पनि जान्छ जस्तो लाग्छ मलाई चाहिँ अब यो भाइ बहिनीले हेर्ने पनि हाम्रो छोराछोरी जस्तो होइन गल्ती गर्छ होइन गल्तीबाटै सिक्ने हो गल्तीबाटै पाठ सिक्ने हो नि त मान्छेले भाइ बहिनीहरू पनि अब अनर यसरी देखेको छ त्यस्तो रूपमा भोलिदिन साँच्चै नै अब भाइ बहिनीहरूलाई पनि होइन उनीहरूको उमेरै त्यस्तो छ क्या अहिले यस्तो चञ्चलेपन हुने खालको है तर कस्तो छ भने हाम्रो दिपेश भाइ भनेको चाहिँ विगत 4.5%